संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईले? 2/3 को दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईको 2/3 को ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सनु हुने छैन। चुनावसम्म बिर्सेर नहुने कुरा र चुनावपछि त झन् बिर्सेनै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको